यस्तो खाले हुन्छ रजबाम साथीहरु धेरै दिनको ग्यापमा परेछ आज हैन हिजो अस्ति चाहिँ अलि परिरहेको थिएन आज चाहिँ दोस एउटामा चाहिँ परेछ ओ माय गॉड पुरा लाइन हुन्छ त गाइस चाहिँ वाटर बाउन्डर है हामीले चाहिँ लगभग 9-10 थान जति थाक्यो र 9-10 थानमा चाहिँ एउटा मात्रै है साथीहरु जहिले पनि बाउन्डर बनाउन मात्रै बोरालाई चाहिँ आज चाहिँ गाइस आज चाहिँ यो हाम्रो फर्स्ट क्याच है यो ठुलो छ गाइस गाइस चाहिँ कहिले दिनको चाहिँ पारे यसलाई चाहिँ लास्ट ठुलो छ गाइस यता म कलिलो म जम्पु हाम्रो माल चाहिँ बोराम गइसक्यो गाइस सो बाम कोले मन पर्छ गाइस कमेन्ट गर्नु होला है र सबैजनाले सपोर्ट पनि गर्नु होला साथीहरु ल हाम्रो भिडियोलाई लाइक कमेन्ट सब्स्क्राइब गरेर भाइरल बनाइदिनु होला हामीले साथीहरु यसरी चाहिँ माछा हालेर थाप्छौं हैन यसरी चाहिँ मिस जाँदैन यदि बाम छ भने चाहिँ है गाइस अब हामी चाहिँ यहाँ पारी आइसक्यो हैन यो भाइ र म हामीले चाहिँ यतातिर बल्छी थापेछौँ यहाँनिर चाहिँ 2 थान छ हो माथि चाहिँ 3-4 थान छ अब चाहिँ बल्छी हेर्नु पर्ने हुन्छ है गाइस अब कति परे माछा हेरौँ है हिँड्ने त हरिहाल्छ नि Tidak ada. Salah.
हाम्रो माल चाहिँ बोरामा गइसक्यो गाइस चलिरहेको होइन होला हाम्रो फर्स्ट क्याच हो यो बाम चाहिँ ल गाइस हाम्रो चाहिँ आजको बामै ल हामी त अलि निकालेर खायो बाम आजको बाम यो चाहिँ हाम्रो आजको बाम माछाको सिजन आएछ आज भोलि अघि ठोकेर होइन माछाको सिजन आइसक्यो है तपाईँलाई नि यस्तै माछा खानु मन छ अनि कमेन्टमा लेख्नुहोस् होला है हेर्नु साथीहरू यो चाहिँ हामीले बल्छीमा पारेको होइन लगभग यो चाहिँ 2-3 किलो होला है सक्नुहुन्छ यहाँ कसरी खान्छ होइन यो मुखमा है यो लगभग 3 फुट जति होला है यो चाहिँ सो बामको कसलाई मनपर्छ गाइस कमेन्ट गर्नु होला है र सबैजनाले सपोर्ट पनि गर्नु होला साथीहरू ल हाम्रो भिडियोलाई नि लाइक कमेन्ट सब्सक्राइब गरेर भाइरल बनाइदिनु होला है